जलिरहेछ भित्र भित्रै मन पश्चातापको आगो सकिरहेछ पर्दैन अब जलाउनलाई सलाई बाल्नु जुन तरिकाले अहिले त्यति धेरै पछाडि छन् त्यति धेरै पछाडि छ नि कर्णाली ग्रुपको त्यसलाई चाहिँ अगाडि कुन तरिकाले गर्न सकिन्छ वाट एबाउट द लाउरे अहिले सिनमा हुँदा त्यति धेरै अभियसली अनि वाट एबाउट द नेस्टीले त ग्रामी ल्याउँछु जस्तो टाइपको टपिकहरू चलिरहेको थियो नेपाली सिनमा के लाग्छ क्यान यु बिलिभ हिम लिल जला एस्टिमेन एन्ड जेम्सी अहिले नाउडेज अहिले रिसेन्ट ट्रेन्डिङमा छ नि त त्यो ऱ्यापरहरू Hello and welcome to Hip Hop Talk. I am your host Ahan and today we are going to talk about the hip hop industry of Nepal. So this is my first ever podcast जो मैले पहिलादेखि नै गर्ने प्लान सोचेको थिएँ. So म चाहिँ पहिला भ्लग गर्थेँ कतिलाई थाहा छ कतिलाई थाहा छैन होला. अनि आजको पोडकास्ट चाहिँ त्यही हिप हप भित्र नै रहेर हामीले पोडकास्ट गर्नेछौँ. सो मसँग चाहिँ एकजना ऱ्यापर हुनुहुन्छ. ऱ्यापर सँगसँगै इज माई ब्रदर एन्ड इज माई फ्रेन्ड सबै भनौँ न राम्रो बन्डिङ छ उसँग चाहिँ. अनि त्योभन्दा पहिला त म सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो. अब चाहिँ गेस्टलाई वेलकम गरौँ. सो लेट्स गो. Man, hey, what's up? So just all right. पहिले चाहिँ चेस गरौँ त्यसपछि we're gonna talk about more. Okay. जस्ट हाम्रो प्लानिङ चाहिँ सक्सेस भयो भनौँ न. Finally. हाम्रो के रिलेसनको बारे हजुर नै भनिदिनु न त मैले भन्दा नि हजुर गेस्ट हुनुहुन्छ एज अ गेस्ट. हाम्रो रिलेसन कहाँदेखि बिल्डअप भएको हाम्रो बन्डिङ कस्तो छ र हामी कसरी अब हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि होइन सबै अडियन्सलाई चाहिँ म के भन्न चाहन्छु भने फर्स्टमा सबैलाई एकदमै रेस्पेक्ट छ होइन सबैलाई माया छ. अनि उसको र मेरो बन्डिङ चाहिँ कहाँबाट भयो भनेपछि फर्स्टमा ऊ चाहिँ आम भ्लग होइन अल्सो नोन एज अल अफ यु होइन. अनि ऊ चाहिँ भ्लग गर्दाखेरि म चाहिँ फर्स्ट मेरो पेन स्टार्ट भइरहेको थियो क्या उसको भ्लग अनि मेरो पेन सँगै स्टार्ट भएको. अनि त्यो भएको कारणले अनि हाम्रो सुर्खेतमा भेट भएपछि अनि हामीले चाहिँ एउटा म्युजिक भिडियो गरेको थियौँ जुन चाहिँ बिर्सन सक्दिनँ टाइटलमा एनएन प्लसको युट्युबमा छ होइन. अनि त्यहीबाट चाहिँ हाम्रो बन्डिङ काम चाहिँ त्यहाँबाट स्टार्ट भयो हाम्रो जर्नी होइन विथ टुगेदर. एकछिनमा म भन्छु एकछिन. अनि कस्तो भने त्यति बेला चाहिँ मैले म्युजिक भिडियोहरू प्रड्युस नै गर्थेन. त्यति खतरा प्रड्युसर त होइन कि लाइक मैले अब जस्ट भ्लग चाहिँ गर्थेँ नर्मल भ्लग. अनि त्यति बेला चाहिँ ऊ भर्खरै म्युजिक गर्दै थियो. अनि त्यति बेला मैले भ्लग स्टार्ट गरिरहेको थिएँ. अनि ट्याक्क ऊ चाहिँ सुर्खेत आएको रहेछ. सुर्खेत भेट भएको मन सिटिपिटी उता पढ्दाखेरि यो त सुर्खेत नै पढ्थेँ त्यति बेला पढ्ने क्रम चाहिँ उसँग भेट भएको. अनि उसको चाहिँ भर्खरै अडियो रेकर्ड गराएर चाहिँ मलाई भिडियो गरौँ न त भन्यो. सो उसको भिडियो चाहिँ फर्स्टमा मैले त्यति बेला त्यस्तो सिचुएसन थियो कि क्यामेरा नि हामीले रेन्टमा लिएर गरेको होइन. फर्स्ट भिडियो चाहिँ रेन्टमा लिएर त्यही पनि गुड भइरहेको थियो जोस हामी सेटिस्फाइड थियौँ त्यति बेला जस्तो भए पनि होइन. अहिले आनन्द नै भन्छु म अहिले होइन. हाम्रो रिलेसन त हजुर सम्झी भनेर भन्छौँ तर अहिले चाहिँ म आनन्द प्लस म्युजिक नै भन्छु किनभने ऊ एज अ गेस्टको रूपमा छ अगाडि. सो अनि वाट एबाउट द फ्युचर के कस्तो छ फ्युचर प्लानिङ चाहिँ. फ्युचर भन्दा नि पहिले रिसेन्ट सिचुएसन आफ्नो म्युजिकको बारेमा के चलिरहेछ कति एल्बमको रेकर्डेड गानाहरू कति छ. मेरो चाहिँ होइन त्यस्तो खासै रेकर्डेड चाहिँ गरेको छैन त्यही 2-4वटा हो. अनि गरेछु अल ह्याभ आई ड्राफ्टेड सङ होइन मेनी धेरै नै छ सङ चाहिँ. त्यसपछि परेको कारण फाइनेन्सियल प्रब्लम नै हो एज अ होल भन्दाखेरि के अरू पनि होला. गर्न चाहेको भयो त यताउता सो यताउतातिर गरेर गरिरहेछ केटाहरूले. तर हामी चाहिँ के चाहन्छौँ भनेपछि इन्डिपेन्डेन्ट होस् होइन. अहिलेदेखि नै हामी मेन्टेन गर्दै त्यो कुराहरूलाई लियो भने चाहिँ हामीलाई पछि चाहिँ काम गर्न अझै राम्रो सजिलो होस् भनेर चाहिँ हामीले त्यो सोचे. अब किनकि अहिले मैले रेकर्ड गर्न खोज्यो भने गरिन्छ गानाहरू तर चाहिँ प्रोडक्ट चाहिँ राम्रो दिउँ हाम्रो तर्फबाट होइन. सबैले गरेको जस्तो सेम नहोस् होइन. प्रोडक्ट चाहिँ डिफ्रेन्ट. सो अहिले त्यही नै हो म्युजिक भने जस्तो तरिकाले चलिरहेको छैन. गइरहेछ राइटिङ चाहिँ भइरहेछ.
सो हाम्रो चाहिँ अब बोन्डिङ त सँगसँगै हाम्रो बोन्डिङ पनि भइहाल्यो एट द सेम टाइम हामीले चाहिँ टुगेदर फ्युचर प्लानिङ पनि बनाइरहेको छौँ लाइक हाम्रो फ्युचर प्लान त अरू पनि छ आफ्नो पर्सनल अबाउट चाहिँ म्युजिक अबाउट अनि अबाउट ठाउँको लागि हामीले चाहिँ के प्लान बनाइरहेको भने पछि गएर चाहिँ ऊ ऱ्यापर हो म भिडियो प्रड्युसर हो म अहिले भिडियोग्राफी राम्रोसँग गर्छु सो पछि गएर चाहिँ के सोचिरहेको छु भने एउटा स्टुडियो रेकर्डेड स्टुडियो त्यो हाम्रो पहिल्यैदेखिको होइन प्लान त्यो चाहिँ पहिला नैदेखि हामी फर्स्ट मिटअपदेखि नै बनाइरहेको थियौँ होइन यो प्लान चाहिँ किनकि हामीसँग कमी नै त्यसैको छ जस्तो थियो त्यति बेला पनि स्टिल पनि छ होइन अनि अब जस्ट वान डे वी अन इन्डिपेन्डेन्ट जे कुरा पनि होइन हामीले गर्न सकोस् जस्तो चाहे त्यस्तै तरिकाले अगाडि बढाउन सकोस् हामीले म्युजिक चाहिँ छुट्टै तरिकाले दिन मन छ हामीलाई फेरि होइन त्यो भएर पनि वेटिङ हो त्यसमा चाहिँ म चाहिँ के भन्छु भने होइन त्यसमा एउटा अब लाइक एउटा स्टुडियो भयो अनि मैले चाहिँ अहिलेदेखि उसले पनि बनाइराख मैले चाहिँ क्रू मेम्बर खोजि नै रहेको छु अहिले त्यस्तो कोही छ भने नि कन्ट्याक्ट गर्नु होला लाइक अब मलाई के चाहिरहेको छ एउटा मिक्सिङ मास्टरिङ गर्ने मान्छे चाहिरहेको छ सबै कुरा आफैले त गर्न सकिन्न सबै क्वालिटी सबै स्किल्स हुन्छ भन्ने पनि छैन नि त सो अनि फर्स्ट एउटा कुरा हामीलाई चाहिएको मिक्सिङ मास्टरिङ गर्ने मान्छे भयो त्यसपछि कोरियोग्राफर त्यसपछि भिडियोग्राफर त्यसपछि एउटा आर्टिस्ट नै भइहाल्यो आर्टिस्ट त हजुर हुनुहुन्छ भइहाल्यो त्यसपछि अब पछि गएर इफ भाइहरूलाई यताउता सबैलाई हामी समेट्ने छौँ सो अब एकछिन पर्सनल लाइफको बारेमा जाऊँ होइन जान त मिल्छ नि पर्सनल लाइफको बारेमा सो अहिले चाहिँ कस्तो छ फाइनेन्सियल प्रब्लम इन्कम सोर्स केही एनएन प्लसको इन्कम सोर्स त राइट नाउ म यत्तिकै होइन केही छैन त्यस्तो होइन अनि अहिले बाहिरको पैसामा हो पैसामा बाहिरै छ अहिले त लाइफ मैले देखेको होइन नेपालमा अलिक कुन क्यानाडा होइन क्यानाडा भइरहेछ हाम्रो नि छुट्टिने बेला आइसक्यो फ्लाइट कहिले छ फ्लाइट चाहिँ मेरो मार्च 15 है लाइफ सेटल गरेपछि वी आर ब्याक नेपाल हामी त्यही बस्नेछौँ हामी मध्यपश्चिममै बस्नेछौँ हामी जागरकोटमै बस्नेछौँ हामी काफलचौरमै चिल हान्नेछौँ त्यस्तो सिचुएसन छ कि लाइक 12-14 आवर काम गरेर 20,000 15 के त्यस्तो काम गरेर राख्नु परिरहेछ त्यो आफूलाई थाहा छ नि त त्यो सिचुएसन अनि त्यस्तो भएर त्यो 12-14 आवर गएर बाहिर काम गऱ्यो भने त पैसा आउँछ नि त 12-14 आवरको त्यो 10-12-14 आवर काम गरेर त्यसमा 40K 1 लाख हुन्थ्यो भने बाहिर जानुपर्ने है यार रिजन नै हुन्न नि त हामीले 1 लाख कमाउने हो भने मन्थली 20,000 मात्रै इन्भेस्ट गर्यो भने हाम्रो अबाउट होइन यता प्यासन स्यासन यताउताको लागि छुट्यायौँ भने हामीले सक्सेस 5 इयर्समै त्यो ग्र्याब गर्न सक्छौँ क्या मेबी आफैले नै पुग्दैन भनौँ न अहिलेको मनी पैसाले त होइन सपिङ गऱ्यो सक्यो त्यस्तै हो नेपालको सिचुएसन सबैलाई थाहा छ त्यो बारे एकछिन कुरा भयो त्यो जायज नै हो त्यो कुरा हुनुपर्ने किनभने सबै फ्रस्ट्रेट छ त्यो बारे कुरा भइरहेछ त्यो चाहिँ हो एज अ होल सबै कुराहरू मिक्स गरेर हेर्दा गल्ती त लास्टमा लिडरहरूकै नेताहरूकै त हो नि होइन नेताहरूकै त हो नि गल्ती होइन एसल त्यो बारे हामीले कुरा गऱ्यौँ त्यो जायज नै थियो कुरा हुनु किनभने त्यो हाम्रो पर्सनल लाइफमा जोडेको कुरा पनि हो अहिले चाहिँ पुस गर्ने मान्छे चाहिँ चाहिन्छ है चाहिन्छ सो अनि एउटा कुरा चाहिँ म भन्छु होइन लाइक मैले अब कहिले काहीँ मेरो पर्सनल कुरा पनि सेयर गर्छु अनि मैले बिजनेस भ्लगहरू हाल्दैन क्या त्यस्तो बेला चाहिँ मेरो मोटिभेसन भनेको हो क्या उसले दामीसँग मोटिभेट गर्छ मलाई चाहिँ त्यो चाहिँ खुसी लाग्छ किनकि हाम्रो त्यो सोच कहिले पनि बद्लिँदैन क्या किनकि हामीले त्यो सोचिसकेका छौँ क्या अब हामी कहाँ पुग्नु छ होइन द्याट्स अल अबाउट अरू केही छैन खासै ठिक छ सो त्यही हो उसलाई चाहिँ एज अ मेरो फर्स्ट प्रड्युसर होइन एज अ फ्युचर प्रड्युसर जे भन्यो नि म उसैभित्र देखिरहेको छु होइन जस हाम्रो कामहरू थुप्रै आउनेछ सँगै मुभी आउला के आउला तर आउनेछ वान डे है वान डे चाहिँ सोचेको कुरा चाहिँ गर्नुपर्छ लाइक अब
पास्टमा त 1-2 वर्ष अगाडि छुट्टै थियो अहिले होल हेर्दाखेरि होइन आफ्नो इम्प्रुभमेन्ट चाहिँ कति भएको जस्तो लाग्छ केही भएको छ 2 वर्ष अगाडि र अहिले धेरै भइरहेछ नि म्युजिकमा रियल लाइफमा जेमा पनि धेरै नै इम्प्रुभमेन्ट भइरहेछ होइन धेरै कुरा बुझियो पनि होइन उमेर सँगसँगै यो 20-22 को उमेर फेरि कस्तो होइन 10 वर्ष किताब पढेर होइन जुन स्कुलमा बुझ्यो हुन्न नि 10-12 वर्ष कलेज लाइफसम्म त्यो 2 वर्षले सिकाइदिन्छ क्या त्यो सबै कुराहरू एकैचोटि क्या कुरा अनि म म्यान क्यान टेल मी अबाउट योर फर्स्ट एक्सपिरियन्स जुन स्टुडियोमा म्युजिक स्टुडियोमा रेकर्ड स्टुडियोमा गएको फर्स्ट एक्सपिरियन्स कस्तो थियो लाइक रेकर्ड स्टुडियोमा चाहिँ म फर्स्टमा चाहिँ होइन म चाहिँ सुर्खेत ड्रिम एक्स स्टुडियो थियो होइन कालिम्पोङमा त्यो चाहिँ साथी नै थियो 3-4 महिना अगाडिदेखि कुरा भइरहेको थियो म चाहिँ यस्तो सँगसँगै गर्न आउँदैछु ल कस्ट पनि चिप नै थियो त्यहाँ 1-2 हजार एउटा हो अनि त्यसपछि के भन्नु थियो कस्ट कति थियो कति बेला चाहिँ एउटा रेकर्ड गरेको कस्ट चाहिँ गानाको कस्ट चाहिँ मैले 2K तिरेको 2000 होइन मिक्सिङ मास्टरिङ युट्युब बिटमा अनि स्टुडियो चाहिँ ड्रिम एक्स स्टुडियो हो म चाहिँ फर्स्टमा त्यस्तो फर्स्ट स्टुडियो छिर्दाखेरि त्यस्तो नर्भस त थियो नि नर्भस किन नहुनु म एक्लै गएको खासमा स्टुडियो चाहिँ लगभग इम्प्रुभमेन्टको त कुरा उसँग भइ नै हाल्यो होइन इम्प्रुभमेन्ट सँगसँगै अडियन्सलाई पनि अलिकति बोरिङ लाग्यो होला बोरिङ मतलब धेरै कुरा सुनेर सो हामी इन्टरटेनतिर जान्छौँ इम्प्रुभमेन्टको कुरा सँगसँगै अब सुनिदिउँ न एउटा होइन एउटा फ्री बस नै ट्र्याक नै सुनिदिउँ न हजुरको ट्र्याक चाहिँ एउटा मेरो अनरिलिज ट्र्याक सुनिदिउँ न अपकमिङ भन्दा ड्राफ्टेड ट्र्याक रिलिज हुन बाँकी छ होला उसको सो वाट एभर ट्र्याक कहाँ रेकर्ड गरेको कस्तो रेकर्ड चाहिँ नर्मल रेकर्ड भइरहेछ कार्निभलमा भएको होइन सो फुल्ली त्यसको चाहिँ मैले जस्ट आफ्नो एनालाइजको लागि मात्रै रेकर्ड गर्ने गर्छु मैले चाहिँ फर्स्टमा प्र्याक्टिस टाइममा चाहिँ सङलाई अनि त्यसलाई बल्ल सुनेर 3-4 चोटि होइन राम्रोसँग त्यसको क्लेरिफाई लिएर अनि त्यसपछि बल्ल एउटा राम्रो म्युजिकको लागि राम्रो स्टुडियो हेरेर त्यस्तो रेकर्ड गर्ने चाहिँ त्यो सोचिरहेको छु अहिले चाहिँ सो सुनिदिउँ न गाइज होइन अब उसले चाहिँ नयाँ आफ्नो गाना हान्दैछ सो लेट्स इन्जोय म्यान लेट्स गो जिन्दगानी 2 दिनको यो सबलाई थाहा छ 2 दिन बाटो लाए 1000 चोटि मर्नु पर्ने यहाँ सबलाई हो कि मलाई मात्र जलिरहेछ भित्र मन पश्चातापको आगो सल्किरहेछ पर्दैन अब जलाउनलाई सलाई बाल्न सँगै काठमा सुती यो ओर्न जुनी हामी साथु जुनीसम्म सँगै हुने भन्ने रन्डी पनि परेको छ विगतका ती दिनहरूले बेला सताइरहेको छ म चाहन्छु सजिराख्न पियाजलाई भित्ता मार्छ म आफैलाई माया गर्छु तर म सुत्ने काग भने चिता जस्तो लाग्छ किन मेरो लागि भगवान आमा बाउ सब थोकी नै हुनु गर्न सकेका छैन अझै पनि राम्रो काम छोरोको तालले यता आमा बाउ नि दिक्क छन् अहिले आफन्तले चिन्दैनन् सामी पेटो धन मुजी कुरा काट्दै हिँड्दैछन् अब कसलाई पनि मैले यहाँ आफ्नो मान्छे सानोमा भन्नु मुट्यो हजुरबाले भन्नु भएको समाज कि राम्रो मान्छे म हिँड्न थाले आफ्नो तालले उडिरहेको छु बादल झै सोच मेरो सपना सबै साकार पार्ने उडिरहेको छु बादल झै सोच मेरो सपना सबै साकार पार्ने पुरा गर्नु छ सपना सुनेको छु सधैँ भरि आश राख्छु कर्म म गरेपछि नहुने त केही छैन केही होइन नभन्न जे छ सब मनमा छ त भन मात्र जुझ्न सक्छस् त एक्लै घुम्न सक्छस् ब्रह्माण्ड घुम्न सक्छस् त ब्रह्माण्ड यस्तै रहेछ जिन्दगी सपनाको मल बस्को मन भरि त्यो कति बोकी हिट ननिकालो एकदम के कसो गर्ने होला सोच्ने गर्छु दिनभरि तर तार्दिन म लाग्दिन्छ हाँस्दिन मन साधारण म सबको सामु कापी म भने छापिन्छ रङ मेरो कलालाई कोले साथिन्छ भने यदि बार छैन भने त साथी नभन यदि बार छैन भने त साथी नभन
तेरो मेरो उस्तो सबको जिन्दगानी 2 दिने चौला साथी 2 दिन बाँच्नु अनि 1 दिन त सबै मर्ने नै होला साथी बाँच्नु जेल सबको जिन्दगीको झोला भारी मरेर आरे घाट गएपछि जस्तो सबै यहाँ झोला खाली मरेर आरे घाट गएपछि हुन्छ सबै यहाँ झोला खाली Man, wow, what the fuck, man? दामी छ नि यार, इम्प्रुभमेन्ट खै मजा आएन त ल कमेन्ट गर्नुहोस् त मजा आयो भने चाहिँ मजा आयो भन्नुहोस् है फेरि मेरो अपोनेन्टमा मेरो लिसनिङमा चाहिँ राम्रो छ मैले नि बुझ्छु मलाई पनि आफ्नो गाना एकदमै धेरै राम्रो छ सुन्न मन लाग्छ हामी त कर्णाली नै रिप्रेजेन्ट हान्छौँ नि त कर्णाली प्रदेश हामी चाहिँ अघि इन्ट्रोड्युस घर चाहिँ हामीले भनेनौँ हामी चाहिँ कर्णाली प्रदेशदेखि हो जाजरकोट मलाई के लाग्छ होइन लाइक अब अहिले सिनमा के भइरहेछ पूर्वदेखि धेरै ऱ्यापरहरू काठमाडौँदेखि धेरै ऱ्यापरहरू पोखरादेखि धेरै ऱ्यापरहरू र कर्णालीदेखि चाहिँ कम ऱ्यापर कर्णालीदेखि कोही पनि कमर्सियल नजाने अन्डरग्राउन्ड नै छ होइन कोही पनि त्यस्तै मेन स्ट्रिम सिनमा कोही पनि नाम नै छैन क्या सिनमा जस्तो हामी पनि अन्डरग्राउन्ड नै छौँ नि त त्यो सिनमा नाम नै नहुनुको त्यो पछाडिको रिजन त्यो पछाडिको रिजन सबैलाई थाहा छ के हो रिजन क्लियरली भनिदिनु त ल रिजन चाहिँ के हो भन्दाखेरि त्यो सबै क्लियर नै छ खासमा होइन नर्मली सोच्ने हो भने किनकि काठमाडौँ आज होइन धेरै वर्ष अगाडि नै पहिला नै थियो किनभने चाहिँ यहाँ सबै कुराहरूको छ नि त स्टुडियो पाइरहेछ प्लेटफर्महरू छ यहाँ पपुलेसन पनि धेरै छ होइन अनि राजधानी पनि हो त्यही माथि सबै कलाकारहरू यतै बस्छन् घुलमिल सबै यतै हुन्छ अनि उता चाहिँ हाम्रो फेरि अब सिनै फरक छ किनकि त्यहाँ अब एकदमै धेरै अब गाह्रो छ नि त त्यहाँ अब यहाँ स्टुडियो खोल्न मान्छेले सोच्दा त्यहाँ गएर अहिले इम्पोसिबल छ क्या त्यो भएको कारणले पनि सबैलाई त्यही हो विकल्पकै गाह्रो पछि परिरहेको हो होइन तर हामीले चाहिँ त्यो हिसाबले नगरेर आफूले चाहिँ फर्स्ट आफूलाई इम्प्रुभ गरेर अनि ब्याक टु लाइफ हेर्ने हो भने चाहिँ त्यही हो त्यहाँ पनि खासै गर्न सजिलो छ सजिलै छ त्यो सजिलै छ मान्छेहरू प्रणाली बसी पऱ्यो त्यो त बुझ्यौँ हामीले यसलाई चाहिँ अगाडि लाइक अब अगाडि सार्नको लागि चाहिँ एक्सप्लोर भनौँ न जुन तरिकाले अहिले त्यति धेरै पछाडि छ नि त्यति धेरै पछाडि छ नि कर्णालीको हिपहप त्यसलाई चाहिँ अगाडि कुन तरिकाले गर्न सकिन्छ होला कुनै आइडिया छ त्यो त्यही हो अब फर्स्टमा सबैले अब प्यासन छ भनेपछि ठाउँ यस्तो हो उस्तो हो बिकट छ त्यो कुरा डजन्ट म्याटर होइन आफूसँग प्यासन चाहिँ हुनु पर्यो कर्णाली युवासँग कति छ त कति प्यासनेट छ कर्णालीको युवाहरू अबाउट ऱ्याप अबाउट हिपहप होइन त्यो कुराहरूमा डिपेन्ड पर्छ मैले होइन अब म छु अर्को होला होइन सबै छ सबैले गर्दै जाम होइन अनि एक दिन जोस् गाह्रो छैन खास चाहिँ सो एउटा कुरा जोडेँ होइन मैले चाहिँ यही कुरामा चाहिँ अगाडि मैले फर्स्टमा भनेको थिएँ नि त्यो स्टुडियोको कुरा पछि एउटा बबाल नै टपिक छ भनेको सो मैले एसेस गर्न लागेको धेरै भयो कर्णाली हिपहप किन पछाडि छ कर्णाली हिपहप मात्र होइन अरू कुरामा नि पछाडि छ तर हाम्रो अहिले टपिक हिपहपको बारेमा भइरहेको छ सो हिपहपभित्र जानुपर्दा चाहिँ मेनली कुरा त्यही त हो नि डेभलप छैन मान्छे एजुकेटेड छैन स्टुडियो सिकेको छैन सो युट्युब काठमाडौँ पूर्वमा चल्ने जति युट्युब पनि चल्दैन त्यति धेरै नेट छैन सबै कुराहरूले सो किन कस्तो हामीसँग इन्ट्रेस्ट छ हामीसँग स्किल छ भने त हामीले नगर्दै भाइ यार हामी त छ नि त हामीसँग छ त्यही भएर मैले स्टुडियो खोल्नको मेन रिजन चाहिँ त्यो है मैले यहाँ पनि खोल्दैन मैले कर्णालीमा नै कर्णाली कुनै एउटा ठाउँमा खोल्ने प्लान हामीले जुन फ्युचर प्लान बनाएको थियौँ नि हामीले ग्रुप मेम्बर बनाएर अगाडिको जुन कुरा भएको थियो नि त्यो कुरा चाहिँ सो जागरमा जहाँ भयो नि स्टुडियो खोल्ने प्लान चाहिँ त्यो कारणले हो किनभने खै त हाम्रो नाम आउनु पऱ्यो नि त हाम्रो कहिले नाम छैन सिनमा नामै छैन कर्णाली हामीलाई पनि इच्छा हुन्छ क्या आफ्नो ठाउँको यस्तो भइरहेछ ल है एक्सप्लोर होस् चलिरहेछ हिपहप रहेको भने त्यसो त्यही भएर चाहिँ हामीले स्टुडियो खोल्ने प्लान बनाइरहेको सो कर्णालीमै खोल्छौँ होला सो हाम्रो त्यो फ्युचर प्लान हो त्यो चाहिँ डेफिनेटली सक्सेस हुन्छ एक दिन चाहिँ सो गर्न रक वानले त्यही हो म्याम
त्यही हो जो कर्णाली यति हामीले चाहिँ यति क्लियरली भन्न सक्छौँ कि कर्णालीलाई माथि लग्ने चाहिँ हामीले नै हो है। हो हामीले नै हो भनेर घमण्डले भने होइन कि त्यो घमण्डले होइन, हाम्रो तरिकाले माथि सार्ने चाहिँ हाम्रो पनि रेस्पोन्सिबिलिटी छ। रेस्पोन्सिबिलिटी र हाम्रो पछिको सोचिराख्नु, तर सोचेको जस्तो हुन्छ डेफिनेटली हुन्छ। अरू कुराहरू छुट्टै होला, नेक्स्ट पार्ट टाइम कामहरू छुट्टै होला, तर यो काम पनि हुन्छ हाम्रो। सो यो चाहिँ हाम्रो पछि हुन्छ। अनि पोडकास्टमै पनि भनेका छौँ, पोडकास्टमै पनि हामीले कुरा गरिरहेछौँ, यो बारे कन्भर्सेसन भइरहेछ। सो यसको बारेमा नि पछि गएर फ्युचरमा गएर हेर्दाखेरि चाहिँ डेफिनेटली सक्सेस हुन्छ होला जस्तो लाग्छ। त्यसको लागि फुल्ली हाम्रो डेडिकेसन र प्यासन स्किल्सहरू हामीले डेभलप गरिरहेछौँ। सो अब त्यो सँगसँगै हामी चाहिँ अब ऱ्याप इन्डस्ट्रीको बारेमा जाऊँ, नेपाली ऱ्याप इन्डस्ट्री। सो म्यान हजुरलाई चाहिँ लाइक अब इन्डस्ट्रीको अहिले फेभरेट ऱ्यापर, हजुरले बढी सुन्ने ऱ्यापर चाहिँ कुन हो नेपालमा? पहिला नेपालमा अहिले एकदम धेरै नेपालमा चाहिँ अहिले भन्नाले नि पहिलादेखि नै अलिक राम्रो लाग्ने, ओजी लाग्ने टाइप। अब पहिला फर्स्टतिर हिपहप म्युजिक नेपालबाट सुनेको चाहिँ त्यही आमा दाइहरूको होइन, फर्स्टमा सुनेको चाहिँ त्यतैबाट हो। अब त्यहाँपछि मैले फेरि होइन जस्ट यसको जस्तो लिरिक्स मलाई पनि रिलेट हुन्छ भन्ने चाहिँ हुन्छ होइन, रिलेट चाहिँ हुन्छ। तर यसकै सुनेर मैले स्टार्ट गरेर चाहिँ होइन, त्यस्तो चाहिँ छैन आजसम्म इन्सिडेन्ट। अब मैले चाहिँ फर्स्टमा मैले स्टार्ट गरेको भनेको अब त्यही सबैलाई सुनेर हो खासमा, अनि मेनली चाहिँ आफूलाई पनि सुनेर क्या होइन। फर्स्टमा मैले लेख्दाखेरि त म कसैको जस्तो पनि लेख्दैन थिएँ क्या, वाइक मात्रै हुन्थ्यो नि त द्याट टाइम होइन। यसको जस्तो लेख्छु होइन भन्न चाहिँ मन लाग्थ्यो होइन पहिल्यैदेखि। अब लाउरे दाईहरू, पिटेन दाईहरू, एमो दाईहरू सबैको इजीहरूको गाना सुन्थ्यो मैले लेख्ने टाइममा। म्यान वाट एबाउट द लाउरे? अहिले सिनमा हुँदा त्यति धेरै फेम कुनै बेला त्यति धेरै हाइपमा गएको। म एकछिन पहिला लाउरेको कुरा जोड्छु होइन, त्यसपछि अनि म चाहिँ लाउरेको खत्रै फ्यान हो। त्यो कतिलाई थाहा, हजुरलाई थाहा, म लाउरेको बबालै फ्यान हो। लाउरे चाहिँ कति बेला सुनेको भने एमो दाईलाई लेजेन्ड, एमो दाई चाहिँ लेजेन्ड होइन, एमो दाई भन्दा नि अगाडि मैले लाउरेको गाना सुनेको। लाउरेको गाना नि मलाई कसले सुनाएको, म घरमै बस्दाखेरि थोमस दाई भन्नु थियो कि घरकै टोलको साइडको दाई, अनि चाहिँ उता कोलपुर बस्ने। त्यति बेला यस्तो फोनहरू हुन्थेन नि त हाम्रो साइडतिर, त्यति बेला चाहिँ उसले MP3मा गाना हालेर ल्याउनु। लाउरेको पोखरा गाना सुनेको त्यति बेला चाहिँ, त्यति बेला त्यस्तो बबा लाग्यो। सो वाट एबाउट द लाउरे कम ब्याक अहिले है? त्यति हाइपमा गएको मान्छे ल अहिले लाउरेको कम ब्याक होला? लाउरेको कम ब्याक अब हनी सिंह जस्तो नि भन्छ मान्छेहरूले, तर होइन हुन्छ दाइसँग स्किल छ, स्टिल होइन। हाम्रो अब छुट्टै थट होला, दाइको छुट्टै थट होला होइन, किनकि ओल्ड स्कुलबाट आएको दाइहरू। तर गर्छ होइन, म त्यस्तो कोही प्रति त्यस्तो डिसएपोइन्टेड यो मान्छेले यस्तो ऱ्याप हान्दैन त्यस्तो छैन कि। म जस्ट सबलाई सुनेर होइन, सबैलाई सुनेर सबैबाट इन्सपिरेसन लिन्छु होइन। नराम्रै होस्, एक्जाम्पल एउटा ऱ्यापरले नराम्रो गरिरहेको छ त्यसको पनि मैले सुनिरहेको छु भनेपछि म त्यहाँबाट चाहिँ के सिक्छु भन्दाखेरि मैले चाहिँ त्यो कुरा सुधार्यो भने मेरोमा चाहिँ बेटर हुन्छ 100%। अनि वाट एबाउट द नेस्टी? नेस्टीले त ग्रामी ल्याउँछु जस्तो टाइपको टपिकहरू चलिरहेको थियो नेपाली सिनमा। के लाग्छ? क्यान यु बिलिभ हिम? बिलिभ लाग्छ नेस्टीको ग्रामी ल्याउँछ होला भनेर? बिलिभ भन्दा नि होपफुल्ली या त्यस्तो फुल्ली त अब कसलाई दिन्छ, मैले नै ल्याउनु सक्छु ग्रामी भरै हुन्न। अरूले भनेको भन्दा नेस्टीले ट्यालेन्ट छ, डिजर्भ गर्छ, तर ग्रामी नै ल्याउँछु होला। तर 100% चाहिँ कसैले भन्न सक्दैन, सपोर्ट चाहिँ छ त्यो, किनकि ऊ पनि राम्रै आर्टिस्ट हो होइन। नेस्टीतिर नि गयौँ हामी, लाउरेतिर। वाट एबाउट द लिज होला एस्टिमेन एन्ड जेम्सी? अहिले नाउडेज अहिले रिसेन्ट ट्रेन्डिङमा छ नि त त्यो ऱ्यापरहरू। सो ऱ्यापरको ओपिनियन सुनिदिउँ न। मेरो ओपिनियन त छुट्टै छ, म भन्दैन। सो ऱ्यापरको एज अ ऱ्यापर ठिक छ, गुड क्वेसन है। खासमा होइन एस्टिमेन
लिल झोला हैन पर्सनल ओपिनियन है फेरि कसैले त्यस्तो जज गर्न मिल्दैन उसको आफ्नो ओपिनियन मैले चाहिँ के भन्छु भनेपछि एउटा हैन रियल हिपहप जुन बग्छ नि हैन खुनमा त्यो रियल हिपहप बुझ्ने मान्छे अथवा बुझ्ने आर्टिस्टले हैन म्युजिक गरे होला हाइप होला त्यो छुट्टै कुरा छ यहाँदेखि रेस्पेक्ट इमोसनल एउटा हुन्छ नि त्यो चाहिँ मबाट चाहिँ कहिले पनि हुँदैन हैन एस्टिमेट लिल्स होला जेम्से चाहिँ किन म डिसपोइन्टेड भएको जेम्सेसँग भन्दाखेरि उसले ठिक छ हाइप खत्रै नेपालमा अहिले नम्बर 1 होला तर चाहिँ मलाई के कुरा चाहिँ अलि आर्टिस्टमा हुनु नपर्नेवाला गुण के भेट्यो भने चाहिँ डिस गेम गरेर त्यही पनि प्लान टाइपको होइन त्यो गरेर त्यो रियल सिधै क्यापवाला भाइ के अनि त्यो गरेर सिनमा आएको चाहिँ मजा आएन त्यो हाम्रो रेस्पेक्टवाला होइन त्यो ठिकै छ त्यसको पनि क्याटेगोरी छ एउटा गरी खाओस् त्यही हो नि ऱ्यापको सिनको बारेमा त कुरा गरेर साथ दिनु छैन अहिले यति धेरै ऱ्यापरहरू छ हाम्रो इरामा ऱ्यापर पाउन भनेको भिटेनहरू फर्स्टमा लाउरे मजाइ सागाहरू भयो त्यति बेला कति कम भयो अहिले त छप्पी छ नो हेट कुनै हेट छैन अब इन्डस्ट्री चलाइरहेको छ केटाहरूले भने त द्याट्स राइट म्यान कुनै वेमा त ठिक छ नि त एक्सप्लोर भइरहेछ नेपाली हिपहप त्यो ठिक हो तर कुन वेमा गइरहेछ भन्ने कुरा मात्र हामीले जजमेन्ट गरेको सो अनि हाम्रो टपिक चाहिँ ल अब हामी लास्टतिर नै आउन लागिसक्यौँ सजेस्ट सो अनि अडियन्सलाई ऱ्यापर फर्स्ट त अडियन्सले के सजेस्ट गर्नुहुन्छ अडियन्सहरूलाई त्यही हो स्टे कनेक्टेड विथ एनएन प्लस होइन नब्बु भाइसँग कनेक्ट गर्नु त्यही अहिले यस्तै छ नर्मल चलिरहेछ लाइफ तर मान्छे I will bring a big something होइन त्यही हो होप अनि त्यही हो मेरो अडियन्सहरू कति 200 जना होला सबैलाई माया छ एनएन प्लस कलिङ फ्रम हियर सो गाइज त्यही नै हो आजको पोडकास्ट यति नै थियो होला एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो इफ यु लाइक दिस भिडियो डोन्ट फर्गेट टु डु शेयर एन्ड सब्सक्राइब अब त्यही नै भन्न चाहन्छु पोडकास्ट